बुढा हिजो खसीको जिब्रो खाँदा त मिठै लागेन, आज गिदी खान्छु ल। हुन्छ, मेरो त सबै खाइसक्यौ, अब खसीलाई नि नछोड। 5 रुपैयाँ दिन, 5 रुपैयाँ मात्र दिन। पापीको सवाल छ हजुर, 5 रुपैयाँ दिन न आया। Shame on you. यस्तो ह्यान्डसम बुढा यहाँ हुँदै भिखारीले आँखा लाउन लाज लाग्दैन? हे बुढा, ओ मेरो एक्स हो कि? ए नो एक्स रे हुँदा यस्ता भिखारीहरूसँग पनि लभ गर्न भ्यायौ? खबरदार, 1 महिना अगाडि म पनि करोडपति थिएँ। ओके न भन्नु त बेबी? हो नि बेबी। के रे? नरिसाउ न बुढा, उसले मलाई लभ पर्दा कहिले नाम काटेर बोलाएन कि। त्यो त ठिकै छ, तर यति करोडपति मान्छे भिखारी कसरी? पक्कै पनि जुवा खेलेर भिखारी भएको होला। ठिक गरेछु मैले तँलाई छोडेर। नै बेबी, जुवाको नाममा मोबाइलमा लुडो त खेल्न आउँदैन, कहाँबाट जुवा खेल्नु? उसले एकदमै ठिक भन्यो। अन्त बेबी खबरदार, म बाहेक अरू कसैले उसलाई बेबी भन्यो भने त्यसको मुख चाप्दिन्छु म। सरी हैन त बुढी। त्यसो भए भन्दैछ नि त हजुर कसरी भिखारी भइबक्सेको? नसोध ब्रो, मेरो छोरालाई विदेश पढ्न पठाउने ठुलो सपना थियो मेरो। धेरै कन्सल्टेन्सी पनि धाए, तर कसैले सकेनन्। हावा कुरा, यति कुरामा कोही भिखारी हुन्छ? ब्रो, त्यही पिरले स्वास्नी पहिला गए नि त, सबै सम्पत्ति लिएर। अनि भिखारी नभएर राजा हुन्छन् त। अनि तिम्रो छोरा चाहिँ खोइ त नि? मेरो छोरा नि माग्न गएको छ, ऊ आइपुग्यो। बेटा कम हियर। दिदी 5 रुपैयाँ दिन्न, दिदी 5 रुपैयाँ दिन्न। मागिरा, दिदी हैन आन्टी भन्। तर अब म मेरो छोरालाई विदेश कसरी पठाउनु? पैसै छैन। चिन्ता नगर न बेबी, तिम्रो छोरा भनेको मेरो छोरा जस्तै त हो नि। अब उसलाई विदेश पढ्न पठाउने व्यवस्था सबै उसले गरिदिन्छ। भगवान, मलाई यति साह्रो ह्यान्डसम किन बनायो के?